नमस्ते सबैजनालाई। स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। मैले यो भिडियो बनाउनुको कारण चाहिँ सुरुमा म त क्यामेरा साइ पर्सन हो। मैले धेरै आँट गरेर एउटा यो भिडियो बनाइरहेको छु। अब कस्तो हुन्छ के हुन्छ तपाईँहरूले प्रतिक्रिया दिनुहोला। मैले चाहिँ 2-3 दिनदेखि सोचेको थिएँ 30 डेज डिसिप्लिन च्यालेन्ज बनाउँदैछु र आज मेरो त्यो चौथो दिन पनि हो। र यसमा मैले के आफ्नो लाइफमा मैले के थोरै चेन्ज पाएँ भनेर त्यही कुरा सेयर गर्न चाहन्छु। र यो भिडियोमा मैले तपाईँहरूलाई डिसिप्लिनको बारेमा केही चिज सेयर गर्न गइरहेको छु। लाइफमा केही गर्नु छ भने तपाईँलाई ट्यालेन्ट मात्रै भएर नहुँदो रहेछ। तपाईँसँग भरपुर मात्रामा ट्यालेन्ट छ तर तपाईँ डिसिप्लिन हुनुहुन्न भने त्यो ट्यालेन्टको केही कामै हुँदैन, केही कदरै नहुँदो रहेछ। त्यही भएर आफ्नो सेल्फ इम्प्रुभमेन्टको लागि मैले 30 डेजको च्यालेन्ज लिएको थिएँ। त्यसमा आज मेरो चौथो दिन हो र 4 दिनमा मैले आफूमा पाएको इम्प्रुभमेन्ट भनौँ या के भनौँ त्यो तपाईँहरूलाई म सेयर गर्न गइरहेको छु। जस्तै कि मैले यो भिडियो बनाउनुभन्दा पहिले चाहिँ दिनभरि मोबाइल चलाएर बस्थेँ। मतलब आफूलाई एकदम लो फिल गराउँथेँ। मलाई लाग्थ्यो कि म जिन्दगीमा केही पनि गर्न सक्दिनँ होला, म धरतीको बोझ नै छु भन्ने मलाई फिल हुन्थ्यो। म यस्तो मान्छे हो कि जसले चाहिँ त्यो मान्छे बोल्न चाहिँ धेरै डराउने मान्छे हो। मलाई हतपति मनमा आएको कुरा म काहीँ प्रस्ट्याउन सक्दिनँ, प्रकट गर्न सक्दिनँ कि मेरो मनमा के छ कस्तो छ भनेर। आज धेरै मिहिनेत गरेर मैले यो भिडियो बनाइरहेको छु। म क्यामेरातिर पनि हेर्न सकिरहेको छुइनँ। सो मेरो यो फर्स्ट भिडियो हो। केही कता कमी कमजोरी छ भने मलाई कमेन्टमा भन्नुहोला। जज नगरिदिनु होला मलाई चाहिँ। यो च्यालेन्जले ल्याएको ममा सुधार भनेको चाहिँ मलाई दिनभरि अब एकदम लाइट फिल हुन्छ, त्यस्तो भारीपन महसुस हुँदैन मलाई। आफै लाग्छ म केही गर्न सक्छु, सेल्फ मोटिभेट हुन्छु। बिहान सबेरै उठेदेखिको मनमा एउटा नयाँ किसिमको ऊर्जा उत्पन्न हुँदो रहेछ। त्यो मैले भनेर हुँदैन, त्यो तपाईँहरूले गर्नुभयो भने मात्रै त्यो फिल गर्ने कुरा हो। भन्न मान्छे धेरै थोक भन्छ तर जबसम्म आफूले गर्दैन केही चिज तबसम्म चाहिँ थाहा नहुँदो रहेछ। त्यही भएर मैले आफ्नो सेल्फ इम्प्रुभमेन्टको लागि मैले 30 डेजको च्यालेन्ज लिएको थिएँ र यो 2-4 दिनमा मैले आएको चेन्जहरू म तपाईँहरूलाई सेयर गरेको छु र आउने दिनहरूमा के कस्तो हुन्छ त्यो पनि म तपाईँहरूलाई सेयर गर्नेछु। आशा छ मेरो भिडियो तपाईँहरूलाई मनपर्छ होला। र जाँदा भन्नुपर्ने त धेरै थोकहरू थियो तर क्यामेरा खोल्ने बित्तिकै मैले मनमा सोचेको सबै कुरा बिर्सिसकेको छु। अब अझै आँट र हिम्मतको साथ म अर्को भिडियोमा आउनेछु। तबसम्मको लागि मलाई यसरी माया गरिदिनु होला, मोटिभेट गर्नुहोला मलाई कि म अर्को भिडियो पनि लिएर आउन सक्छु। त्यसको लागि मेरो च्यानल सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला। हस् त, नमस्ते।